आज कमल दल सरसफाइ कार्यक्रममा विगतका दिनहरू जस्तै साप्ताहिक रूपमा शनिबार जुन कार्यक्रम हामी स्थानीय फोटोग्राफरहरूले अगुवाई गरेका थियौँ, आज त्यसमा सुनगाबा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी महिला दिदीहरू उहाँहरू उपस्थित हुनुभएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ उहाँहरूले धमाधम घाँसहरू काट्ने, झाडीहरू उखेल्नेदेखि लिएर हरेक काममा सरिक भएको देख्न सकिन्छ। त्यसमाथि यहाँ सुनगाबा सामुदायिक सिकाइ केन्द्र र स्थानीय फोटोग्राफरहरूको संयुक्त सहकार्यमा यहाँ चाहिँ कामहरू भइरहेछ। अन्य फिल्डको व्यक्तित्वहरू पनि आउनु भएको छ, अन्य क्षेत्रतिर पनि उहाँहरू पनि हुनुहुन्छ। त्यसै गरी तपाईँहरू यता देख्न सक्नुहुन्छ हाम्रो जिल्ला एफिएफको टिम उहाँहरू चाहिँ यो साइडमा यो झाडी फडानी गरिसकेर आइसक्नु भएको छ। स्थानीय बुद्धिजीवी, स्थानीय युवाहरू, त्यसपछि महिला समूहका पदाधिकारीहरू, स्थानीय फोटोग्राफरहरूको संयुक्त सहकार्यमा आयोजना गरिएको आजको कार्यक्रम निरन्तर रूपमा चलिरहेको छ। श्री सुनगाबा सामुदायिक सिकाइ केन्द्र समूहको अध्यक्ष वामदेव गौतमजी हामी माझ आज उपस्थित हुनुहुन्छ। प्रत्येक हप्ताको शनिबार सरसफाइ कार्यक्रम जुन कमलदहमा फोटोग्राफरको अगुवाईमा भइरहेको थियो, आज सुनगाबा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष वामदेव गौतम र लगायत उहाँको सम्पूर्ण समूहका पदाधिकारीहरू, सम्पूर्ण सदस्यहरू कमलदह सरसफाइमा सरिक हुनु भएको छ। स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद। तपाईँहरूले आज कमलदह सरसफाइ कार्यक्रममा सरिक हुनुको मुख्य उद्देश्य के हो? यो हाम्रो सुनगाबा सामुदायिक सिकाइ केन्द्र सिस्ने 5 अन्तर्गत एउटा हाम्रो संस्था छ, जसको अध्यक्षको जिम्मेवारी चाहिँ मैले निर्वाह गरिरहेको छु र यसको वार्षिक कार्ययोजना अनुसार हाम्रो यस सिस्ने गाउँपालिका 5 नम्बर क्षेत्रभित्रका सार्वजनिक स्थलहरूबाट पुल, पुलेसा, मन्दिर, मठ मन्दिर लगायत सम्पूर्ण टोलको सरसफाइ गर्ने भन्ने एउटा वार्षिक कार्यविधि अन्तर्गत हामीले चाहिँ आज यो कमलमा चाहिँ परिसरभित्र यो सरसफाइ कार्यक्रममा जोडिएका छौँ। यसको हाम्रो यो जोडिनु उद्देश्य भनेकै यो हाम्रो यो वातावरणलाई चाहिँ यो हाम्रा एउटा यिनी सार्वजनिक स्थलहरूलाई चाहिँ सफा राख्नु नै हाम्रो उद्देश्य हो भन्न चाहन्छु। कमलदह संरक्षण जगेर्ना गर्ने कुराहरू, यसलाई हराभरा बनाउने कुराहरू र यो राष्ट्रकै गहनालाई चाहिँ नि पर्यटकको पहिलो गन्तव्य बनाउनका निम्ति जुन स्थानीयको अथवा यहाँहरूको समूहको अनि अन्य फोटोग्राफरहरूको जुन कमलदह प्रेमीहरूको योगदान त छँदैछ, यसमा चाहिँ सरकारले चाहिँ अलिकति ध्यान नदिएको स्थितिमा चाहिँ तपाईँले सरकारलाई चाहिँ यसमा के भन्न चाहनुहुन्छ? यसको अब सरकारले ध्यानै नदिएको पनि होइन, सरकारले चाहिँ केही कदमहरू चाहिँ अलिकति यसमा चाहिँ अस्ति भर्खरै उसमा यही महिनाभित्रै यसलाई एउटा निजीकरण गर्ने किसिमले टेन्डर गरेको थियो। त्यसमा चाहिँ अब यहाँकै स्थानीय आम सरकारवालाहरूको चाहिँ विरोध पश्चात अहिले चाहिँ त्यो चाहिँ रोकिरहेछ। त्यो चाहिँ म के भन्न चाहन्छु भने यस्ता चिजहरूको अपनत्व चाहिँ समुदायभित्रै हुनपर्छ भन्ने हो र हामी सरकार विमुख पनि हुन सक्दैनौँ। सरकारभित्रै रहेर समुदायले यसको चाहिँ संरक्षण सम्वर्धनको कुराहरू चाहिँ समुदायले गर्नुपर्छ भन्ने मान्यता चाहिँ मैले राख्दछु। यहाँको आजको सरसफाइ कार्यक्रममा उपस्थित हुनुभएको प्रति सबैलाई आभार छ र जो पनि कमलदह सरसफाइमा उपस्थित हुन चाहनुहुने अरू अन्य महानुभावहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ अन्त्यमा? अब यो कमलदह भनेको सबैको साझा एउटा प्राकृतिक रूपमा रहेको एउटा पर्यटकीय एउटा हाम्रो पूर्वी रुकुम साबिकको रुकुम जिल्लालाई नै परिचित गराउने एउटा हाम्रो ताल हो। यसलाई चाहिँ अब यो त्यो नभनेर चाहिँ सम्पूर्ण सरकारवालाहरू यो सरसफाइ यसलाई स्वच्छ हराभरा राख्नुपर्छ भन्ने मान्यता राखेर आउने सम्पूर्णलाई चाहिँ यहाँ चाहिँ सरसफाइ होस्, यसका
अन्य दिने विकासको लागि चाहिँ सहकार्य गर्ने कुराहरू हुन्। यसको चाहिँ सम्वर्धन गर्ने कुराहरू पर्यटकीय उसमा चाहिँ पर्यटन प्रवर्धनमा चाहिँ टेवा पुर्याउने खालका सोच भएका मान्छेहरू हुन्। सम्पूर्ण मान्छेहरूलाई चाहिँ वेलकम छ। यो चाहिँ उहाँ चाहिँ आएर यो भित्र रहेर चाहिँ यसलाई चाहिँ प्रवर्धन र संरक्षण गर्ने खालको सोचले आउनुहुन्छ भने सबै लाग्नुपर्छ। सबैको दायित्व हो, सबैको जिम्मेवारी छ भन्ने नै हो। हस्, यहाँको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँलाई पनि। यस अब तपाईँको मिडिया मार्फत, तपाईँको एउटा वेबसाइट मार्फतै भए पनि मेरा सन्देशहरू तपाईँको बाट पुर्याउनु भएकोमा तपाईँलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद। आज हाम्रो यो कमलदह सरसफाइ कार्यक्रममा आउनु भएको छ हाम्रो स्थानीय हाम्रो आमा आउनु भएको छ। उहाँले चाहिँ नि कमलदहमा सरसफाइ कार्यक्रममा सरिक भइराख्नु भएको हुन्छ। आमा, कस्तो लागिरहेको आज सरसफाइ कार्यक्रममा जोडिन पाउँदा? राम्रो लागेको छ। यो प्राकृतिक सम्पत्ति संरक्षणमा सरसफाइमा जोडिनु भएको छ। धेरै तपाईँ जस्तै सबैजना महिलाहरू आउने, सरसफाइ गर्ने, सबैलाई जुटाउने। अनि खुसी लागिरह नि यो काम गर्न पाउँदा? खुसी छ नि, आफ्नो सम्पत्ति हो कि। आफ्नो सम्पत्ति आफ्नो गाउँघर नजिकको होइन, त्यही त गर्नै पर्यो नि। जति सफा गरे उति राम्रो छ। अरू नआउनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यहाँ कमलदह आउन चाहनेहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँले? बोलाउने, ल्याउने, नआउनेलाई नमिसाउने। नआउनेलाई अब कमलदहमा अर्को शनिबार चाहिँ आउनु होला भन्न चाहनुहुन्छ होइन? त्यही त। अब फोटो खिच्न आउने अनि सरसफाइमा नआउनेलाई बन्द गरिदिने कि आउन नदिने। अब फोटो खिच्न नदिने, क्यामेरा खोज्नेहरू बन्द गरिदिने। त्यही त, सबै आउनु पर्यो। सबको सम्पत्ति हो, एउटैको होइन। अनि सबै आउनु पर्यो त। यो कमलदह छ र त सबै जताकतैका अनि भ्रमणमा आउँछन्। अनि सफा गरेपछि आफ्नै हो सम्पत्ति, राम्रो गर्ने। होटलमा पैसा कमाउने बेला फुर्सद हुने, यहाँ आउने फुर्सद नहुने। नआउने क्या अब देखुन, आजबाट नआउने बन्द। यहाँको शुभ नाम? मेरो नाम निर्मला चन्द। हजुरको ठेगाना भन्नुहोस् न। सिस्ने गाउँपालिका वार्ड नम्बर 5। आज तपाईँहरूको महिला समूह चाहिँ नि कमलदह सरसफाइ कार्यक्रममा एकदमै सरिक भएर लागिएको देखियो। यहाँहरूको यो खासमा समूहको नाम के हो र यो समूहले गर्ने कामको उद्देश्य चाहिँ के हो? खास गरी म सुनगावा सामुदायिक सिकाइ केन्द्रको परिचालिका हो। सामुदायिक सिकाइ केन्द्रदेखि हामीले सरसफाइ कार्यक्रमको आयोजना गरेका थिएँ। त्यसै कारण मैले यो सिस्ने हिमाल महिला समूहलाई र हाम्रो सुनगावा सामुदायिक सिकाइ केन्द्रको पदाधिकारीहरू सबैजना मिलेर जाउँ त हामी पनि लागौँ सरसफाइमा। हाम्रो साप्ताहिक सरसफाइ भन्ने राखेका छौँ। त्यसैले जाउँ कमलदहतिर गरौँ भन्ने योजना बनाएर आएको भन्ने। आज चाहिँ नि तपाईँहरू सरिक हुनुभएको छ। कमलदह सरसफाइ गर्ने कार्यक्रममा तपाईँहरू सरिक भएर कमलदहलाई चाहिँ अझै सुन्दर, सफा र हराभरा बनाऊँ भन्ने उद्देश्यले कमलदह सरसफाइमा आउनु भएको छ। र यस्तै तपाईँहरूको जस्तै अन्य महिला समूहहरू जो कमलदह सरसफाइ गर्नमा एकदमै तत्पर हुनुहुन्छ, उहाँहरूलाई इच्छा आकाङ्क्षा छ भने उहाँहरूलाई चाहिँ के, अरू महिला समूहहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? तपाईँ के भन्न चाहनुहुन्छ? अरू महिला समूहलाई हामीले यस्तै गरे जस्तै गरी अरू अब 5 नम्बरको मात्रै भएन, टाकुरा माथि रुमालपाडातिरको सबै समूहलाई एकजुट भएर यस्तै कमलदह सरसफाइमा सामाजिक काममा आउनुहोस् भन्न चाहनुहुन्छ होइन त? आजको सरसफाइ कार्यक्रममा उपस्थित हुनुको मुख्य उद्देश्य के हो भक्तराज भाइ? आज चाहिँ हामीले सदा चाहिँ पहिले पनि गरिरहेको हो। आज पनि पहिलेको भन्दा पहिले गरेर नभ्याइएको कामहरू बाँकी थियो। हाम्रो यो ग्राउन्डमा घाँस काट्ने काम बाँकी थियो, क्यारीमा त्यो झारहरू उखाल्ने काम बाँकी थियो। त्यही कारणले गर्दा हामी आज पनि उपस्थित भएका छौँ भन्न चाहन्छु म चाहिँ। अनि यस्तो प्राकृतिक सम्पत्ति जगर्ना गर्ने कुरामा सरकारवाला निकायका जति पनि गैर तथा सरकारी कार्यालयका कर्मचारीहरू हुनुहुन्छ, जो चाहिँ कमलदहमा मर्निङ वाक, इभिनिङ वाक गर्नुहुन्छ, साथै फुल टिप्न आउनुहुन्छ, तर उहाँ कहिले पनि कमलदहमा सरसफाइ कार्यक्रममा सरिक हुनु खोज्नुहुन्न वा कि त उहाँहरूले चाहनुहुन्न। उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँले?
अब उहाँहरूले चाहिँ अब आफै बुझ्ने काम हो। उहाँहरूले अब सरकारी जागिर खानु भएको छ भने सरकारी सम्पत्तिको संरक्षण पनि गर्न जान्नुपर्ने उहाँहरूले। अनि हामीले कतिले भन्नुहुन्छ टाइम मिल्दैन, हामी बिजी हुन्छ भन्छ। तर उहाँहरूलाई मर्निङ वाक इभिनिङ वाक आउनलाई बिजी हुनुहुन्न हरेक दिन। हप्ताको शनिबार एक दिन मात्रै उहाँले बिहानको 1-2 घन्टा यो सरसफाइको लागि छुट्याउन सक्नुहुन्न भने चाहिँ उहाँलाई चाहिँ त्यो शनिबारको 1-2 घन्टा चाहिँ के बिजी हुनुहुन्छ उहाँहरू चाहिँ होइन। अब टाइमै फालाफाल भएर होइन, घरमा केही कामै नभएर त यहाँ कुनै पनि आएको छैन। सबैलाई त सबैजना बिजी छन् त, तर त्यही पनि आफूले टाइम मिलाउनु पर्छ, टाइम छुट्याउनु पर्छ होइन। त्यो नि यो सार्वजनिक सम्पत्ति हो, यसको संरक्षणको लागि झन् त्यहीमा पनि सरकारी जागिर खाएको मान्छे, सरकारको नुनपानी खाएको मान्छेले सरकारको सम्पत्तिको संरक्षण गर्न सक्नुहुन्न भने चाहिँ सरकारी सम्पत्तिभित्र आएर उहाँहरूले मर्निङ वाक इभिनिङ वाक चाहिँ खै कुन तरिकाले गर्नुहुन्छ। आफूले आउने बस्ने ठाउँमा चाहिँ उहाँहरू पनि आएर गर्दै चाहिँ अझ राम्रो हुन्थ्यो। हामीले त सधैँ भनिरहेको कुरा हो, हामी त उहाँहरूले भन्नुहुन्छ टाइम छैन, टाइम त छैन होइन, टाइम मिलाउन सक्नुपर्छ। टाइम बढी भएर आएको यहाँ कुनै पनि हुनुहुन्न, यति धेरै मान्छेहरू आइराख्नु भएको छ। हामी पनि टाइम धेरै भएर होइन के गरौँ जस्तो भएर हामी चाहिँ हाम्रो टाइम म्यानेज गर्न आएको होइन कि, हामी चाहिँ टाइमलाई म्यानेज गरेर चाहिँ यहाँ आएको। फोटोग्राफरको सदस्य दिल्ली दाहाल आज पनि उहाँहरू पनि उपस्थित हुनुभएको छ। तपाईँहरू कमलदहको सरसफाइमा सधैँ निरन्तर लागिराख्नु भएको छ, सक्रियता एकदमै छ। यो कमलदह सरसफाइलाई चाहिँ नि निरन्तरता दिनुको तपाईँहरूको उद्देश्य के हो? कमलदहलाई हराभरा गराउँ, जोस् नेपालकै चिनारीको रूपमा चिन्ने कमलदह त जे भयो नि होइन। त्यही भएर कमलदहमा जोस् बाहिरबाट आउने पर्यटकहरूको धारणा के नजाओस् भन्दा पनि यो कमलदहको लास्टै फोर्छ भन्ने यो सन्देश नजाओस् भन्ने मुख्य चाहना त्यो हो होइन। अब यस्तो हो, हाम्रो व्यक्तिगत दायित्व पनि हो एउटा यो कमलदहलाई सरसफाइ गरौँ भन्ने। अनि विशेष गरी म कमलदहको फोटोग्राफर समूहमै परेँ होइन। त्यो भएर पनि हामी देखिरहेको हुन्छौँ कहाँ फोहोर के फोहोर बाहिर सुनिरहेको हुन्छौँ गुनासोहरू। त्यही भएर सरसफाइ गर्ने अभियान जारी राखौँ भन्ने कुरो हो। आज हाम्रो स्थानीय फोटोग्राफर समूह र हाम्रो यहाँको स्थानीय समूह, कुन समूह रे दाइ? सुनगावा सामुदायिक सिकाइ केन्द्र को आज समूहले चाहिँ नि कमलदह सरसफाइ कार्यक्रममा एकदम सक्रिय सहभागिता देखाउनु भएको छ। साथै हाम्रो जिल्ला सशस्त्र प्रहरी बलको टिम पनि आएको थियो र स्थानीय बुद्धिजीवी महिला दिदीबहिनीहरू आमाहरू र सबैजना कमलदह सरसफाइ कार्यक्रममा आज सरिक भएर अब सम्पन्न हुने तर्खरमा छौँ हामी। कार्यक्रम यसरी सबैजना कमलदह सरसफाइ कार्यक्रममा प्रत्येक दिन भन्दैनौँ हामी, साप्ताहिक रूपमा फोहोर गर्नेलाई हो कारबाही गर्ने हो, फोहोर गर्नेलाई चाहिँ कारबाही गर्ने भन्नुभएको छ आमाले। त्यही भएर पर्यटकहरूलाई चाहिँ हामी के भन्न चाहन्छौँ भनेपछि तपाईँहरू कमलदहमा आउने, घुम्ने, रमाइलो गर्ने, फोटो भिडियो खिच्ने, अब टिकटक बनाउने, नआउने नभन्ने पो अब फोहोर नगर्ने के हो फोहोर चाहिँ नगर्नु होला है। सुन्नुभयो नि, आमाले पनि भन्नुभयो पर्यटकहरू आएकोले चाहिँ आफ्नो फोहोर व्यवस्थापन आफै गर्नु होला। टाढाका आउनेले फोहोर नगर्ने, जसले फोहोर गर्छ उहिले पैसा तिर्ने है, जरिमाना छ। आजदेखि अब चालु भयो। अनि भाइ कस्तो लागिरहेको त आज कार्यक्रम सरसफाइ कार्यक्रममा अनि सरिक हुन पाउँदा कस्तो लागिरहेको? राम्रै लागिरहेछ। अब गर्नुपर्छ हामी अब फोटोग्राफरहरूले अब प्रत्येक शनिबारको हाम्रो चाहिँ अभियान हो। अब रमाइलो लागिरहेछ। स्थानीयहरूले पनि सहयोग गर्नुभएको छ, सबै आउनु भएको छ, एपिएफ टोलीहरू सबै आउनु भएको छ, राम्रै लागिरहेछ।